नमस्ते, म सुभाष सोल्टी होप डिस्ट्रिक्ट एनिमल रेस्क्यू टिमबाट। आज बिहान फेरि मलाई फोन आइसकेपछि एउटा गाई एक्सिडेन्ट भछ भनेर मलाई फोन आएको थियो, एकजनाले गर्नुभएको थियो। त्यसपछि म कारकान्दु चोकमा आइसकेपछि लगभग 15-20 मिनटमै म आइपुगेँ आफ्नो टिमसँग। यहाँ आइसकेपछि के थाहा भयो भनेपछि एक्सिडेन्ट एकदम बाइक एकदम स्पिडमा थियो, बाइकको नम्बर कसैलाई पनि याद भएन, यहाँ मान्छेहरू पनि कोही पनि थिएन। अनि गाई त्यही अन द स्पोट मरेको रहेछ। को आउनु भयो रहेछ, उहाँलाई ट्रिटमेन्ट गर्नुभयो, इन्जेक्सनहरू दिनुभयो रहेछ, थाहा भएन को हुनुहुन्छ उहाँ। अनि पुलिसहरूले पनि उसलाई बाटोबाट हटाएर बिचमा डिभाइडरहरूमा राखिदिनु भएको छ। यो अहिले एक्सिडेन्टको केसहरू नेपालगञ्जमा एकदम बढिरहेछ। यसको लागि अब ट्राफिकबाट केही हेल्प मिल्छ कि हामीलाई? एकदम ओभर स्पिड, यसरी ओभर स्पिडमा थियो कि यो गाईको बच्चा एकैछिनमा मरिहाल्यो के। कति स्पिडमा थियो अब आफै सोच्नु एकचोटि। हरेक दिन यस्तै केसहरू आइरहेछ, नेपालगञ्जमा मात्रै भइरहेछ कि अरू ठाउँमा पनि हो। नेपालगञ्जमा हामीले प्राय सोल्टी होपबाट 2-3 दिनमा हरेक दिन रेस्क्यु गरिरहेको छौँ, तर यो केसहरू बढ्दै गइरहेछ। कुनै पनि हेल्प कतैबाट पनि हामीलाई केही पनि मिलिरहेको छैन। धन्यवाद।